हेलो गाइस, हेर्नुहोस् आज म आफ्नै गाउँमा आफ्नै करेसाबारीमा फलेको प्योर अर्ग्यानिक सिस्नो टिप्दैछु। सो कसलाई मनपर्छ अर्ग्यानिक सिस्नो? हेर्नुहोस् गाइजहरू कति राम्रो, कति कलकलाउँदो, आहा हेर्दै खाउँ खाउँ लाग्ने। हेर्नुहोस् रमाइलो गर्नुहोस्। ए होइन त सिस्नो, के हो त सिस्नो? हेर्नुहोस् यही हो। अच्छा पोलेपछि यस्तो रातो बनाउँछ होइन, सिस्नोले पोलेर यति रातो रातो बनाउँछ। सो यही हो सिस्नो। आउनुहोस् आफ्नै अर्ग्यानिक, आफ्नै करेसाबारीमा फलेको अर्ग्यानिक सिस्नो खान। कति मिठो, हेर्दै खाउँ खाउँ लाग्दो। आहा कति राम्रो, वाउ। खाने होइन त सिस्नो? आहा गाउँमा बस्ने सिस्नो नखाने त कुरै छैन होइन। यस्तो सिस्नोको स्वाद लिनु भएन भने त अर्थै भएन नि। के कसो आजको नयाँ भ्लग छ सिस्नो टिप्ने होइन। सिस्नो टिप्ने आज चाहिँ सिस्नो खाने शनिबार दिन सिस्नो चाहिँ खानुपर्छ। यति राम्रो कलकलाउँदो सल्यानको आफ्नै करेसाबारीमा भनेर नभनौँ, करेसाबारीमा होइन, बारीको ढिकमा रहेको आफ्नै करेसाबारीको ढिकमा रहेको सिस्नो, अर्ग्यानिक सिस्नो खानु होला सबैजनालाई। कोलाई मनपर्छ, सायद सबैजनालाई मनपर्छ होला। धेरै फाइदाजनक छ। आउनु होला, टिप्नु होला अनि मस्तले खानु होला गाइजहरू। एन्ड हेर्नुहोस् गाइज, एकदम मिठो, एकदम राम्रो, एकदम आनन्द। आया भेटायो, एकदम आनन्द। तर यसले भेटायो भने चाहिँ डरो दिन्छ होइन। अनि यस्तो छ, भेटायो कि मलाई यहाँ भेटाल्यो। सो भेटायो त भने यति धेरै छ, 2वटा छ होइन। बारीको डिगमा फलेको अर्ग्यानिक सिस्नो गाइस। यसले पोल्यो भने सर्वको तारा देखाउँछ, तर एकदम फाइदाजनक छ है। सबैले टिपेर खानु होला। हेलो एभ्रिवान, यो चाहिँ आज हाम्रै करेसाबारीमा फलेको अर्ग्यानिक सिस्नो। अनि हाम्रै करेसाबारीमा चाहिँ होइन, करेसाबारीको ढिकमा फलेको सिस्नो, अर्ग्यानिक प्योर सल्यानको सिद्धुकमाको सिस्नो, सिद्धुकमाको यस्तो राम्रो छ। हेर्नुहोस् गाइस, कलकलाउँदो, हेर्दै खाउँ खाउँ लाग्दो। तर यसले हातमा भेट्यो भने डराउँदिन्छ। मलाई यहाँ भेटिसकेको छ, सुनिरहेको छु रात हतकरा होइन। यसले चिरेको टिप्दाखेरि यता पनि छ। यो चाहिँ हामीले आज भाउजूले र मैले मस्तले टिपेको। आज यहीसँग हामी खाने हो मकैको रोटी अनि सिस्नो। यसलाई भवासँग बनाउनुपर्छ, टिमुर हालेर, सल्यानकै सिस्नो होइन। यस्तो दामी बनाएर खानुपर्छ अनि मिठो बनाउनुपर्छ। झन् यससँग आँटो भयो त्यो झनै राम्रो हुन्थ्यो। हाम्रो चाहिँ आँटो बनाउँदैनन्, धेरै भइगयो आँटो नखाएको। तर हाम्रोतिर बनाउँदैन। योसँग चाहिँ आज खाने अर्को है, हेर्छु है, देखाउँछु म हजुरहरूलाई। योसँग खाने हो आज हामी यो रोटी, मकैको रोटी, प्योर मकैको रोटी। उता कति धेरै पाकेको छ, अरू बनाउन बाँकी छ, पाकिसकेको छ। बनाउन मान्छे यता हुनुहुन्छ होइन, भाउजू हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो भाउजू। अनि यता रोटी बनाउनुहुन्छ। हामी चाहिँ सिस्नो टिपेर आएको, भाउजूले अघि टिपेर आउनु भएको थियो, अहिले चाहिँ म अरू टिपेर ल्याएँ। आज टन्नै खानुपर्छ भन्ने हो। आज दरो सिस्नो खानुपर्छ गाइस, मिठो मानेर, एकदम मिठो यस्तो मिठो बनाएर खानुपर्छ। तपाईँहरू पनि आफ्नो ठाउँमा होला, सिस्नो बारीको घारी छेउ कतै होला, टिपेर खानु होला। मस्त रहनु होला, स्वस्थ रहनु होला, व्यस्त रहनु होला, चिसो छ आफ्नो ख्याल राख्नु होला। बाई बाई।